सबैजनालाई आज धेरै पछि मेरो भिडियो आएछ फेरि मेरो भ्लग आएछ हामी चाहिँ अहिले यहाँ के भनौँ अलिक स्पेसल डे भएर चाहिँ मैले चाहिँ भिडियो बनाएको भन्नु मिलेन आज चाहिँ हामी मङमा बनाउनु लाग्यो मोमो 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 एमो एमो मोमो हामी मोमोको लागि तयारी गर्दैछौँ आज र अहिले चाहिँ हामी यता छुट्टीमा छौँ त्यसैले छुट्टीमा के गरौँ हुँदैछ नि अब मोमो बनाएर खानु सोचेको यहाँ हाम्रो लिली के गर्दैछ खै लिली ऊ सुन्छ उसले यहाँबाट बोलायो भने सुन्छ कि ल त नि अब मोमो कसरी बनाउँछ के हाल्छ सब देखाउँछु तपाईँलाई अनि घरमा यस्तो फुर्सदको बेला बनाएर खानु होला अब चाहिँ लु यो मोमोको लागि यो अचारको लागि टमाटर कहाँ भयो मेरो टमाटर यहाँ अचारको लागि यो मोमोको लागि यो क्युची नेपालीमा चाहिँ के भन्छ अरे हामीले चाहिँ के भन्छ के भन्छ नानीलाई यो क्युट थियो भन्छ खै नेपालमा के भन्छ तर थाहा पाइँदै अनि यहाँ अचारको लागि तिल भुट्दैछ अब चाहिँ म कसरी कटिङ गर्ने त्यो सिकाउँछु तपाईँहरूलाई टेक्निक चक्कु राम्रो छैन अब यो राम्रो नकाटेको चाहिँ चक्कुको प्रब्लम भएर हो मेरो प्रब्लम नै होइन ल अहिले चाहिँ थाक्यो तर यसरी काट्नुपर्छ है तपाईँहरूले म चाहिँ यहाँनिर यस्तै प्याज भुट्दैछु मैले चाहिँ अब यस्तै प्याज भुट्छ अरू चाहिँ थाहा भएन अब यहाँमा एड गर्नुपर्छ कि के त्यो चाहिँ सबै एड गरिदिने यो बेसर भयो बेसर रह्यो सुक 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 ल यसको बाद नुन 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 अनुसार चट्ट लगाएर अरू त छैन छ ल भन्छ कि तिमीतिर दुलु खोर्सानी छैन त दुलु खोर्सानी अलिकति एड गर्नु पऱ्यो हो अब यहाँ चाहिँ हाम्रो मिठो 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 अचारको लागि चाहिँ तिल पिस्दैछ मिसिनले नभएर पुरा आफ्नै हातले अर्ग्यानिक हातले यति मात्र पिसिसकेको छ थाहा कि हाम्रो चिजको बाढी चिजले चाहिँ यसरी गरेर चाहिँ त्यहाँबाट चाहिँ अघिको त्यसमा मिक्स गर्नुपर्छ ल त नि अहिले देखाउँछु हो अब चाहिँ यो मिक्स गर्ने यो पनिर भयो अनि त्यहाँबाट त्यो क्युची अनि अघि फ्राई गरेको प्याज त्यहाँबाट चाहिँ मिक्स गर्ने आरामसँग सुक 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 गरेर मिक्स गर्ने मिक्स मिक्स फाइनली हाम्रो किमा रेडी भयो यस्तो दामी भएछ नि यहाँनिर अब हाम्रो अनि खेमुले बेलेन गर्दैछ त्यहाँबाट मैले चट 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 बनाउँछ अनि चप 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 खान्छ हेर्दै गर्नुहोस् ल भिडियोको इन्जोय लिँदै गर्नुहोस् तपाईँहरू हाम्रो मोमो बनिरहे अबि मोमो बन्दैछ है मोमो यता बेलेन हुँदैछ मोमो पनि बनाउँदै सिक्ने भए तपाईँहरू यसो गर्नुपर्छ टिक टिक खासै राम्रो चाहिँ आउँदैन है जस्ट खानुको लागि चाहिँ बनाउनु आउँछ लु यहाँ हाम्रो मोमो देखाउनुहोस् धेरै बनाएन किनभने हामी मान्छे कम्ती छौँ ल त नि अब हजुरलाई पाकेर खाँदाखेरि देखाउँछु फाइनल फाइनल मोमो पाक्यो Gevalame namjerim boje demalame gidiyorum boje kendine konuşuyorsun ल खाए ल हाम्रो मोमो चाहिँ फेरि बेच हो खाए ल वाउ 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 मिल्दैन ल त नि हजुरहरू
मेरो भिडियो इन्जोय गर्नुहोस्। लाइक शेयर लाइक शेयर सब्सक्राइब कमेंट कमेंट करें।